विरुद्धमा उज्यालोको पक्षधरहरू आज यहाँ उपस्थित हुनुभएको छ। म सम्पूर्ण पशुपति क्याम्पसका विद्यार्थी साथीहरू अनि राजनीतिका नेता कार्यकर्ता साथीहरू, सुरक्षाकर्मी साथीहरू र अन्य सङ्घ संगठनका साथीहरू सबैलाई राजनीतिको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्छु। सुतिरहेको होला चितौनीहरूको आडमा, दलालहरूको आडमा, भ्रष्टहरूको आडमा यस्तै निर्णय गर्दै जानेछौँ भनेर सुतिरहेको होला। तर म भन्न चाहन्छु बङ्गलादेशमा शेख हसिनालाई जनताले सडकमा पुर्याएर देश ठिकाना गरे जस्तै, राजा केन्द्रमा रहेकोदेखि नागरिक पुर्याएको जस्तै यो सरकारलाई पनि जनताले आम न्यायप्रेमी विद्यार्थी साथीहरूले यो देश ठिकाना गर्न सक्ने तागत यो विद्यार्थी आन्दोलनले राख्ने कुरामा विद्यार्थी साथीहरूले यो देश ठिकाना गर्न सक्ने तागत यो विद्यार्थी आन्दोलनले राख्ने कुरामा बताउन खोज्नु यहाँ भन्न चाहन्छु। तपाईँहरूको घरमा श्रीमतीले खाना पकाउँदै गर्दाखेरि त्यतिखेर लोड सेडिङ भयो भने तपाईँको श्रीमतीको मुहारमा कस्तो हुन्छ? तपाईँको छोराछोरीले घरमा होमवर्क गर्दै गर्दाखेरि यदि यो देशमा बिजुली गयो भने तपाईँको छोराछोरीले के भन्नेछ यो सोच्नुहोस् र तपाईँहरूले न्यायपूर्ण आन्दोलनमा साथ समर्थन गर्नुहोस्। यो निराश्रीले निरन्तर आन्दोलन गर्ने यहाँहरू बिचमा म जाहेर गर्न चाहन्छु र सधैँ निराश्री न्याय र न्यायको पक्षमा रहेको सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। हाम्रो बिचमा आज यो आन्दोलनलाई समर्थन जनाउनको लागि र यो आन्दोलनलाई सम्बोधन गर्नको लागि हाम्रो गौरवशाली सङ्गठन अनि राजनीतिका केन्द्रीय अध्यक्ष आदरणीय कमरेड महेश शेट्टी आउनुभएको छ। म उहाँलाई यो कोट सभालाई सम्बोधन गरेर यो कोट सभाको अन्त्य गरिदिनु